हामी अहिले चाहिँ बिर्ता मोड पुग्यौँ र सबैजना हामी अहिले सोलुको लागि यात्रा गर्दैछौँ। हामी बिर्ता मोड आइपुग्यो है साथीहरू। भनिदिनुहोस् के लाइभ हो यो? होइन लाइभ होइन रहेछ के बोल भइहाल्छ भइहाल्छ। ल हामी बिर्ता मोड प्रातः यात्रा दिनु होला। हामी 7 दिनको लागि नेपाल नेपाल नेपाल। हाम्रो फोन लाग्दैन, कन्ट्याक्ट नगर्दा हुन्छ। 7 दिन बाद मात्रै गर्दा हुन्छ है। र हामी छिमेकी राष्ट्र नेपालमा परमेश्वरको राज्य बढाउनको निम्ति गइरहेका छौँ। प्रे फर अस। धन्यवाद। यहाँ हाम्रो आजको चालक यहाँ हुनुहुन्छ प्रणित राई अनि पास्टनी आमाहरू पछि हुनुहुन्छ। अनि र तपाईँहरू सबैलाई जय मसीह। हाम्रो लागि प्रार्थना गरिदिनु होला। अहिले हामी बिर्ता मोड क्रस गऱ्यौँ। अहिले चाहिँ हामी कन्कै पुल छौँ। कन्कै पुल आइपुग्यौँ। अहिले भने चाहिँ हामी कोशी आइपुग्यौँ। कोशी चपारा कोशी माथिल्लो कोशीमा छौँ। यस्तो चाहिँ कोशी ब्यारेज चाहिँ तल हल्का देखिँदैछ। उयो हुन्छ नि उयो नाउकाहरू पनि चलाउँछ नि। चलाउँछ। अहिले फिलहाल हामी यस प्रकारको यो झोलुङ्गे बिचमा हिँड्दैछौँ। यस्तो छ है यहाँको बिच चाहिँ। यस्तो यो झोलुङ्गे पुल यस प्रकारको छ। हामी अहिले माकुलुङतिर छौँ। लु आउनु आउनु। सोलुखुम्बु महाकुलुङबाट यहाँहरूलाई यति बेला म न्यानो स्वागत गर्न चाहन्छु। र यो चाहिँ यति अग्लो यसरी टावर हेरेको जस्तो उकालो यो पहाडहरूलाई उकालो हेरी पठाउनुपर्छ। र अब यो पहाडको पर्वतमालालाई हेर्नु होला। यसरी त्यहाँ पनि यस्तो पहाड छ अनि यहाँबाट यस्तो पहाडहरू छ। म हजुरलाई देखाउँदैछु यहाँको पर्वतमालाहरू। र अहिले चाहिँ हामी महाकुलुङमा आएको छौँ। हिजोसम्म हामी देउसामा थियौँ अनि तत्पश्चात आज हामी महाकुलुङमा छौँ। र नेपालको टप फुटबलर महिला फुटबलर प्रीति राईको गाउँ पनि यहाँबाट ठिक पारिपट्टि हो। यो पारी पट्टि पर्छ। र यो पर्वतमाला यस प्रकारको छन्। यहाँहरूलाई म देखाइरहेको छु। यो यस्तो पर्वत चाहिँ हामीले पर सोताङदेखि नै देख्न सकिन्छ। यस्तो पहाडहरू चाहिँ एकदमै नजिकको पहाडहरू हो। अनि यो यसरी यो पहाडहरू छ। अनि यो पारीको जुन चाहिँ पारी देखिँदै गरेको सबभन्दा पल्लो पहाड छ। अनि त्यो पहाडमा चाहिँ हाइड्रो प्रोजेक्टको कामहरू त्यो भित्र टनल खनेर भित्रै सुरुङ गरेर चाहिँ त्यहाँबाट यसरी त्यहाँनिर के भन्छ बत्तीको टनलहरू लगाइएको छ। अनि यो पारीतिर यसरी गाउँहरू यस प्रकारको छन्। यो डाँडा काँडा यस प्रकारको छ। र यसरी हेर्नुहोस् नानी बोकेर जमेसी हुन्छ 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 प्रभुले हजुरलाई धेरै आशिष दिउन्। फेरि भेटौँला। हुन्छ हुन्छ हुन्छ
एकदम न्यानो स्वागत छ र यसरी यो पर्वतमालाहरू कति सुन्दर देखिन्छ। यो मुनि जुन चाहिँ एउटा यहाँ मुनि पनि ठुलो खोला बग्छ अनि यहाँनिर चाहिँ यस प्रकारले योमा चाहिँ अब यो यसो यो बाटोहरू छ। यहाँ चाहिँ ठुलो कच्ची बाटो छ तर पनि यहाँनिर हाइड्रो प्रोजेक्ट भएको कारणले ठुलो गाडीहरू यहाँबाट कुद्ने गर्छ। अनि यो मुनि पनि अर्को रोड छ, यहाँ देखिँदैछ। यो मुनिबाट यो रोड सिधै यो प्रीति राईको गाउँ गुदेल जाने बाटो हो। त्यो बाटो देखिँदै गरेको यो मुनिको बाटो चाहिँ यस्तो प्रकारले यस पहाडहरू कति सुन्दर। यो धानको पराललाई यस प्रकारले राखिन्छ। यसलाई यो पछि यो गाई बस्तुलाई दिनको लागि सुविधाको लागि यस प्रकारले छ। र अहिले चाहिँ म तपाईँलाई देखाइरहेको छु यी विश्व मिसन मण्डली वर्ल्ड अफ मिसन चर्च महाकुलुङ मा छौँ र यसरी हामी अहिले यो ठाउँमा छौँ। महाकुलुङको RM1 पुङ सोलु खुम्बुमा छौँ हामी यसरी। यस प्रकारले यहाँ कति सुन्दर दृश्यहरू यस प्रकारको छ है मित्रहरू। यो चाहिँ मण्डली भवन हो। हाम्रो एल्डर बुवा अहिले सङ्गति सकेर फेरि गोठको धन्दाहरू गर्नलाई जानु हुँदैछ। हो नि हुन्छ, प्रभुले हजुरलाई आशिष गरून्। र यो हाम्रो एल्डर बुवाको घर हो। आज हामी यहीँ नै रहनेछौँ र म 3 वर्ष पहिला आउँदा अर्कै घर थियो र अहिले घर परिवर्तन भएको छ। र हाम्रो अहिले एल्डर बुवाहरू यसरी बसेर गफ गर्दै हुनुहुन्छ। यस्तो प्रकारले हाम्रो विवेक भाइ यहाँ हुनुहुन्छ। यो यस्तो प्रकारको छन्। अहिले भने फिलहाल हामी महाकुलुङबाट हामी निस्क्यौँ र अब चाहिँ हामी सोताङ गइरहेको छौँ। सोताङ गइसके पश्चात हामी फेरि हामी त्यहाँबाट चाहिँ आज अगाडि बढ्नेछौँ र यस प्रकार छ यो महाकुलुङ एरिया। यसरी यहाँको दृश्यहरू यो पनि महिमाहरूकै हो। हजुर, यो चाहिँ अरूले बाँध्नलाई माग्नु भएको। यो उता 3 ठाउँ पो छ त हाम्रो। किङ रहेछ नि अन्त किङ हेर्नु यत्रो सबै त रहेछ अन्त। अरूले बाँध्नलाई माग्नु भएको मलको लागि। यस्तो छ। परमेश्वरलाई महिमा होस्। यहाँको दृश्यहरू यस प्रकारको छ। र अहिले हामी महाकुलुङबाट गइरहेको छौँ सोताङतर्फ। यहाँको दृश्यहरू प्रकारको छ। भन्दै छोरी कस्तो लाग्यो? राम्रो लाग्यो। महाकुलुङ कस्तो लाग्यो? राम्रो रहेछ। एकदम मन पर्यो। हजुर, रुख कटहरको उयो पनि देख्यो नि हामीले। ए हो र। ल प्रभुलाई महिमा होस्। यहाँतिरको चारैतिर अति सुन्दर पहाडहरू छ। अनि यो चाहिँ यति हाइटमा छ यो पहाडहरू। सायद त्यो पहाडमा माथि जानको लागि यहाँका मण्डलीका जवानहरू भाइ बहिनीहरू सबैजना यहाँबाट त्यो एकदमै त्यो अग्लो देखिने पहाडमा चाहिँ उहाँहरू डाँडाको प्रार्थनाको लागि
उहाँहरू हरेक वर्ष जाने गर्दो रहेछ र यसरी उहाँले प्रार्थना गर्नुहुँदछ आफ्नो गाउँको लागि। त्यो पारि हेर्नुहोस् टाढा सहरहरू। यो भैँसी लड्यो है माया भिरबाट हेर भने यो भैँसी पनि यहाँ छ। यो ढुङ्गाको चौतारी भैँसीको पाडो यहाँनिर छ। यहाँ हेर मलाई हेर यहाँ ल प्रभुलाई धेरै महिमा। र आलुको खेती भने हामी सोताङ बजार क्रस गर्दैछौँ र सोताङ बजार यही हो र हामी महाकुलुङबाट सेवका आइसके पश्चात हामी अहिले सोताङ आइपुगेका छौँ र यो सोताङ बजार एरिया हो र हामी माथिल्लो रोड भएर गइराखेका छौँ र यस्तो छ सोताङ धेरै डेभलप भइसकेको छ। सबैभन्दा पहिला म आउँदा भन्दा अहिले चाहिँ यहाँ धेरै डेभलप भएको छ। परमेश्वरलाई महिमा होस्। यहाँ सुन दोकान फक्त यहाँनिर 4 किलो जस्तो चाहिएको थियो। यहाँबाट बजार सबै पस्छ नि। खोटाङमा छ। यसरी यहाँनिर यस्तो प्रकारले ढुङ्गाको वाल गरेर चाहिँ चर्च निर्माण गरिएको छ है साथीहरू। हेर्नुहोस् है ढुङ्गाको यो सबै ढुङ्गा हो। यस्तो प्रकारले हालेलुया। अहिले चाहिँ हामी दुधकोसीको झोलुङ्गे पुलमा छौँ र यस्तो प्रकारले हामी जाँदैछौँ। यस्तो छ हे यो मुनि चाहिँ दुधकोसी हो र यसरी हामी गइराखेको छौँ। यो झोलुङ्गे पुलको दुधकोसी हेर्नुहोस्। यो मुनिबाट चाहिँ गाडीको बाटो हो यो तल र यसरी यहाँ चाहिँ हामी यस प्रकारले हामी अहिले दुधकोसी नदी हामी पार गर्दैछौँ। झोलुङ्गे पुलको आनन्द उठाइरहेको छौँ। यस प्रकारको छ दुधकोसी नदीको ब्रिज यस्तो छ है मित्रहरू। यहाँहरूलाई हार्दिक स्वागत छ। दुधकोसी नदीमा यहाँहरूलाई न्यानो स्वागत गर्छौँ। दुधकोसी नदी हे यो चाहिँ दुधकोसी नदी यसरी हामी पार गरिराखेको छौँ। हेर्नु होला मुनि यो दुधकोसी नदी हो। यो मुनि देख्नु हुँदैछ। हामी एकदमै हाइटमा छौँ। प्रभुलाई महिमा भएको होस्। हामी चाहिँ अहिले दुधकोसी नदी पार गर्न लागेका छौँ। झोलुङ्गे ब्रिज एकदमै हाइटमा छ। अनि यो चाहिँ पहिला गाडी नआउँदाखेरि चाहिँ यहाँबाट यो झोलुङ्गे ब्रिजमा हिँड्ने गर्थे। यस प्रकारले हामी यहाँनिर छौँ है मित्रहरू। यो मुनि बग्दै गरेको दुधकोसी नदी हो। त्यहाँ माथि पनि अर्को पनि ब्रिज छ त्यो झोलुङ्गे। त्यहाँ देख्नु हुँदैछ। म जुम गर्दैछु। यहाँ देख्नुभयो। यहाँ पनि अर्को यस्तै ब्रिज त्यहाँ पनि छ। ल त्यसरी हामी अहिले दुधकोसी हामी गाडी पर राखेका छौँ र अहिले हामी दुधकोसी नदी
जो सगरमाथाको फेदीबाट बग्ने गर्छ र हाम्रो दिदीबहिनीहरू पर पास्छन् आमाहरू म जुम गर्दैछु डरले थर्कमान भएर आउनु नपाल्नु कुखुरा यसरी पाल्नु कुखुरा अब हेर्नुहोस् यो कुखुराको उद्यमीहरूले सबै कुरा गर्न सक्छन् र हाम्रो दुईजना पास्छन् आमाहरू यो बुङ्गुरको कुखुराको फार्म देखेर छक्कै परिराख्नु भएको छ त्यो बच्चा सुँगुरहरू यहाँ रहेछ यस्तो यहाँबाट सुतिरहेको रहेछ आमाम या त यो त दामी रहेछ त यो त आई गुड ल यहाँहरूलाई काकु लस्कुबाट हार्दिक स्वागत गर्न चाहन्छौँ अनि अहिले हामी सोलुखुम्बुको लस्कु भन्ने ठाउँमा हामी आइपुगेको छौँ र यहाँनिर काकु माध्यमिक विद्यालय भेडाचौर यहाँनिर रहेछ अनि यस्तो प्रकारले यहाँनिर छौँ हामी यस प्रकारले यहाँनिर यो घरहरू प्रकारले बनाइएको छ र परमेश्वरलाई महिमा होस् हामी यस ठाउँमा आज आउन पाएको छौँ र प्रभुको नाउँको हामी स्तुति गर्छौँ र परमेश्वरले हामीलाई यस ठाउँमा पनि आउने मौका हामीलाई मिल्न सकेको छ See
अहिले भनेदेखि चाहिँ हामी लस्कुबाट फर्किराखेका छौँ र एउटा यस्तो चट्टान रहेछ। ल अब म तपाईँहरूलाई छिटो आउनु न। यता आउनु न, म भिरमौरी देखाउँछु। हो दिना, यहाँ म तपाईँहरूलाई देखाउँदैछु, भिरमौरीको चाखा देखाउँदैछु। जुम गरेर देखाउँदैछु। ऊ हेर्नुहोस्, यो चाहिँ हो ठुलो पाना भिरमौरीको चाखा हो दिन। ऊ हेर्नु रहेछ भिरमौरीको चाखा ऊ। ल यस प्रकारको म यहाँहरूलाई देखाउँदैछु र यहाँनिर हेर्नुहोस् भिरमौरीको पास्टर दया, ऊ हेर्नु भिरमौरीको चाखा। ल यहाँ म अझै तपाईँलाई छेउमै गएर देखाउँदैछु। एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा मैले देख्दै मात्रै छु। 6वटा भिरमौरीको चाखा यहाँ हेर्नुहोस् है। यसरी भिरमौरीले चाहिँ चाखा लाउँदो रहेछ र त्यसै त हामीले विभिन्न च्यानलहरूमा हामी देख्छौँ कसरी भिरमा चाहिँ मौरीले चाखा लाउँछ भनेको त यस्तो हुँदो रहेछ। हेर्नुहोस् है, ऊ बडे गोला बसिरहेको छ यस्तो। ल प्रभुलाई महिमा होस्। आज हामी यस ठाउँमा यस्तो डरलाग्दो चट्टानभित्र चाहिँ हामी यहाँ छौँ। यहाँनिर पास्टर दयाले इन्जोय गरिराख्नु भएको छ यहाँनिर। ल हाम्रो लागि यो एकदम नौलो हामीले देखिराखेको कुराहरू चाहिँ हो। तर अहिले चाहिँ भिरमौरी लो 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 ल यस्तो छ है साथीहरू। ल हजुरलाई धन्यवाद, परमेश्वरले आशिष गरून्। यो उँधो हेर्नुहोस्, यति डरलाग्दो उँधो एरिया छ, चट्टान यस्तो छ। र सेलगुडी डाँडा तपाईँले देख्दै हुनुहुन्छ यहाँबाट, त्यो माथिको चाहिँ सेलगुडी डाँडा हो। हामी चाहिँ अहिले ठुलो चट्टान रहेछ यहाँनिर रक क्लाइम्बिङ पनि हुँदो रहेछ। अनि यहाँनिर भिरमौरीले चाखाहरू लाएको रहेछ र त्यहाँको दृश्यलाई हेर्न पायौँ, क्याप्चर गर्नु पायौँ। यो तल देखिँदै गरेको मैदानमा चाहिँ रेबिकाको घर त्यहाँ रहेछ। रेबिकाको घर त्यहाँ पर्दो रहेछ र परमेश्वरलाई महिमा, उनै परमेश्वरलाई हामी आज यस्तो हाम्रो लागि यो भिरमौरी चाहिँ फर्स्ट टाइम हाम्रो लागि लाइभमा हामीले फर्स्ट टाइम देखिरहेको छौँ। त हामीले कति ठाउँ ब्रिजतिर त देखेकै हो, तर यस्तो भिरमा चाहिँ हामीले देखेको थिएनौँ र आज देख्नु पायौँ। छोरी कस्तो लाग्यो? अझै फोनमा त्यस्तो राम्रो हुँदैन जति आँखाले देख्छ। ल हामीले जो दृश्यहरू हेर्नु पायौँ, हाम्रो लागि चाहिँ साँच्चै यो जीवनमा एकदमै रमाइलो क्षण नै भयो। र यसरी हामी अहिले गाडीतर्फ गइरहेका छौँ। ल प्रभुलाई धेरै महिमा, परमेश्वर कति भलो हुनुहुन्छ। यो चट्टान देख्दै हुनुहुन्छ, ती भयङ्कर अग्लो, हेरेर उकालो हेर्दा चाहिँ मुन्टै दुख्ने रहेछ। ल हाम्रो गाडी यहाँनिर छ, अब हामी जाँदैछौँ। ल परमेश्वरलाई महिमा होस्। चट्टानै चट्टान छ। चट्टानको म भन्दा मिठो भनेर गीत चाहिँ त्यसै बनाएको होइन रहेछ, किनभने चट्टानको म काट्नु चाहिँ धेरै गाह्रो रहेछ। धन्यवाद। जय मसीह। परमेश्वरले